सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल अनदर डे अनदर एपिसोड अफ राम भोरा ब्लग्स। सो हामी चाहिँ सिधै प्लब्दीबाट सो आज चाहिँ हामी आएको छौँ सपिङ गर्न। हामी 4 जना आएको छौँ साथीहरू, त पछाडि देख्न सक्नुहुन्छ। अनि अब हामी जानुपर्ने हाम्रो डेस्टिनेसन चाहिँ यो प्लाजा मल। सो चाहिँ हामी यता बिचमा झरेछौँ। अब म्याप फलो गर्दै हामी प्लाजा मल जाँदैछौँ। सो यही मान्छे हो क्या, पैसा सैसा नबोकिकन अर्काको लुगा बिगारिदिँदै हिँड्ने मान्छे। किन्ने चाहिँ होइन कि खालि आम्मा हेर न, हेर हेर अब प्राइज हेर, अब कुद्यो प्राइज हेरेपछि अब हेर बिजोक। प्राइज ट्याग हेरेपछि अब भाग्न आँट्यो, भाग्यो 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 औकात छ बार। अब यस्तो यस्तो मान्छे छ। अब प्राइज हेऱ्यो, अब कुद्यो, ठिक मात्रै छ। कुद्यो 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 पकडेर समातेर राख्छ होला यो दोकानमै। गर्मीमा लाउने कपडा जाडोमा खोज्दैछ। प्राइज हेरेपछि भाग्यो यो मान्छे। दोकानेले नि अरे साला जिन्दगीमा केही गर्नु छ भने यस्तो ठाउँमा सपिङ गर्न आउने क्या। युरोको नाम सुनेपछि सपिङ गर्नु मन लाग्दैन। मभन्दा हेन्सम छ यो छैन, म यसको दारी छैन। घरमा बाउले हानेको याद छ कि छैन? कतिको महँगोले हान्दो रहेछ नि एकछिन। ओ सिट 5 भनेपछि त 5 युरोको भनेपछि त नि 7-8 सय। ठिक छ, सपिङ गर्नुको लागि यो ठाउँ चाहिँ बेस्ट हो। यहाँ सबजना प्राइज हेरेर भाग्दैछ क्या। यो प्राइज हेरेर भाग्ने हो। यही हो यही हो यही। दाइ यहाँ आउनु न, यहाँ आउनु, यता आउनु नि। तपाईँको र यसको हाइट नापौँ न, यहाँ आउनु न। यसको तपाईँको र यसको हाइट नापौँ त। हो नि, हेर त त्यसै गोरेहरूले हामीलाई हेपेको हो त होइन नि। यसको सबजना प्राइज हेरेर भाग्ने मात्रै हो क्या। सबभन्दा मेन यो मान्छे पैसाको नाम अब प्राइज हेरेर अब छोडिदिइहाल्छ। त्यो छोडिदियो किनिदिउँ। धेरै महँगो होइन, 7 युरो। अब यहाँबाट यता फर्किने हामी कतिजना हो? हामी यताबाट आएको ठाउँ चाहिँ बवाल छ है। यहाँ हेर न, यहाँ केटी हेर्नु आएको क्या। खास गरी हामी चाहिँ सबजना केटी हेर्नु मात्रै आएको हो। थाहा छ, केटी भन्दा नि यो हेर्नु आएको हो क्या यो केटाहरू। कसम चाहिँ आँखा चेकअप गर्नु जा डक्टरले भन्थ्यो। यहाँ आइकन त कहाँ जानु मन लाग्ने नि। के हो यस्तो बुल्गेरियन। यो सुसाइड गर्न आँटेको हो क्या। यसले यो डोरी पक्रेर सुसाइड गर्न आँटेको। नेपालमा आएर हिमाल चढ्नु छोडेर यो मुलका उयसमा चढ्छ बे। बुल्गेरियन भाषामा छिट्टो बुझ्ने भनेको कुन शब्द हो? दोब्रे। आइदे पुचिप्का हो क्या होइन? छिट्टो बुझ्ने छिट्टो। दोब्रे भनेको त ल भरे कतिखेर आउने हो नि त। आइदे पुचिप्का भन्दाखेरि सबभन्दा छिटो स्माइल आउने यार। चाकमा माउ रेडमी नोट 15 सिरिज केटा फोन किन्छ भने यहाँ आऊ ल। मेरो नाम लियो, तिमीहरूलाई फोन फ्रीमा यत्र पनि दिँदैन। रामेको पोइ के भन्छ मातर चोत ब्यानका लौडे 18+ कन्टेन्ट।
कति हेर्नु बे कति हेर्नु माया कसम केटी हेर्दा हेर्दा ढल्नै आँटिसक्यो यार यो नेपालमा हुन हराएको बालक भनेर आइपुग्थ्यो कति हेर्नु यार केटीहरू कति हेर्नु आँखाको डाइट कति हेर्नु क्या आम्मामा सरद जति हेरे पनि यही बसौँ हेर्दै पनि मासुलाई प्योर जोनी सिन्स हेयर कट हो जोनी सिन्स यहाँ खाली फाका अनुहार पारेको यहाँ छ फेरि एउटा गाइज हामी चाहिँ प्लाजाबाट आइसक्यौँ पैसा निकाल्न थियो पैसा निकाल्यो अब हामी चाहिँ जानुपर्ने कपल्यान्ड हो यहाँदेखि कपल्यान्ड धेरै टाढा रहेनछ हजुरलाई चाहिँ म यहीँदेखि देखाइदिन्छु कपल्यान्ड यसो जुम गर्दाखेरि कपल्यान्डको बोर्ड देखिन्छ यहाँ देख्न सक्नुहुन्छ कपल्यान्डको बोर्ड देखिरहेछ सो हजुर मेट्रो अथवा प्लाजा आउनुहुन्छ भने कपल्यान्ड धेरै टाढा छैन है यहाँदेखि टक्क लाएर यही छ लगभग हजुर पाँच नभनौँ 5-6 मिनट हिँड्नु भयो भने कपल्यान्ड पुग्नुहुन्छ सो म हजुरलाई चाहिँ अब कपल्यान्ड गएर देखाउँछु यता पछाडि केटाहरू देख्न सक्नुहुन्छ पुरा बन्द ठनेर आएको छ अब सामान किन्नलाई सो त्यही हो अलिकति पैसा निकाल्न थियो पोस्ट ब्याङ्कबाट पैसा निकाल्यो अब गएर सपिङ हान्ने हो कपल्यान्डमा गएर सो गाइज हामी चाहिँ कपल्यान्ड आइसक्यौँ देख्न सक्नुहुन्छ कपल्यान्डको बाहिर छौँ हामी अब चाहिँ हामी एन्ट्री गर्न लागेको छौँ कपल्यान्डतिर सो अगाडिको दृश्यहरू यस्तो छ कपल्यान्डको केटाहरू हिँडिरह अगाडि यता देख्न सक्नुहुन्छ अनि यो यस देख्नुभयो नि यो चाहिँ टोइलेट है साथीहरू पिसाब गर्ने टोइलेट देख्न सक्नुहुन्छ अनि यता केटाहरू अगाडि छ प्लाजा हजुरले देख्न सक्नुहुन्छ यो प्लाजा हो अनि यो चाहिँ कपल्यान्ड है साथीहरू कपल्यान्ड भनेपछि हाम्रो प्लाजा कपल्यान्ड मेट्रो चाहिँ सँगसँगै छ धेरै टाढा जानु पर्दैन यदि यहाँ प्लाजा आउनुभयो भने मेट्रो पनि भिजिट गर्न सक्नुहुन्छ कपल्यान्ड पनि भिजिट गर्न सक्नुहुन्छ हामीले पाइएको सबै सामानहरू चाहिँ पाउँछ है खोजेको सबै सामानहरू चाहिँ पाइन्छ अनि त्यसै अस्ति कम्पनीको आन्टीहरूले भन्नुभएको थियो मेट्रोभन्दा कपल्यान्ड सस्तो छ भनेर अब हेरौँ मेट्रोमा सस्तो रहेछ सामानहरू कि कपल्यान्डमा रहेछ अस्ति सानोवाला कपल्यान्ड गएको त्यसमा चाहिँ खोजे जस्तो सामान पाइएन सो आज चाहिँ ठुलो कपल्यान्ड आएको छौँ अब त्यहाँ गएर हजुरलाई देखाउँछु सस्तो रहेछ कि महँगो रहेछ भनेर मेट्रो अब सधैँ हामी मेट्रो जान्थ्यौँ नि त सपिङ गर्न अहिले चाहिँ ठुलोवाला कपल्यान्ड आएको छ त्यहाँ गएर हेर्छ सामानहरू कतिको महँगो छ कतिको डिफ्रेन्स छ भनेर मेट्रो र कपल्यान्डको कम्पेरिजनमा कम्पनीको आन्टीहरूले त कपल्यान्ड चाहिँ एकदमै सस्तो छ मेट्रो भन्दा भनिराख्नु पर्थ्यो हेरौँ अब भित्र गएर म देखाउँछु हजुरलाई सो सबैभन्दा प्रथम त अब हामी कपल्यान्ड चिन्नुभन्दा अगाडि चाहिँ यस्तो दृश्य देख्न सक्छौँ हामी कपल्यान्डको बोर्ड टक्क यहाँ देखिरहेको छ मामा आऊ न आऊ न नेपाली हो चान्स भएपछि गर्छ हामी चाहिँ अहिले कपल्यान्डभित्र छौँ अनि देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो सब्जीको डिपार्ट हो सो अगाडिको दृश्यहरू यस्तो देख्न सक्नुहुन्छ सब्जीको डिपार्ट केटाहरू छ खासै सब्जीहरू त हामीले खाने भेटाएको छैन यहाँ देखियो गोबीहरू यहाँ रहेछ गोबीहरूको आइटम हाम्रो चाहिँ लगभग सपिङ भइसक्यो देख्न सक्नुहुन्छ यता हाम्रो साथीहरूको अनि उता पछाडि चाहिँ हाम्रो त पुरै सब्जी मण्डलीहरू छ पुरै यहाँदेखि देख्न सक्नुहुन्छ अनि दाइहरूले चाहिँ उता सपिङ गर्दै हुनुहुन्छ बुङ्गुरको मासु बाउमा र बुङ्गुर खानु र ठिकै छ सबै मासुहरू हो मासु आइटमहरू यता देख्न सक्नुहुन्छ यता देख्न सक्नुहुन्छ लाइन सबै बुङ्गुरको आइटमहरू बुङ्गुर कुखुरा सबै आइटमहरू छ केटाहरू यता
यो मैले अघि भर कम्पनीमा सबै यो छिलिकन आएको होइन लगभग 8 घन्टा चाहिँ लगभग यो नादेनिचा अनि यो लेकी क्रेनबर्सी यो लियोङका छिलिकन आएको अनि यहाँ आएर चाहिँ म किन किन्छु नि कम्पनीमा खाइहाल्छु नि म सही हो सही हो अब कम्पनीको माल बुङ्गुरको आइटमहरू Which one? हाम्रो माल यता देख्न सक्नुहुन्छ आमामा यतातिर जाँदैछ यो दुईटा हाम्रो सामानहरू यहाँ देख्न सक्नुहुन्छ